आज चाहिँ हाम्रो टिका पहिलो टिका हो। हामी दुईजना मात्रै छौँ, दुईजना मात्रै गर्ने र फर्स्ट चोटि पनि हो र यसरी हामीले कहिलेसम्म कहिले पनि गरेको थिएनौँ। मम्मी बुवा हुनुहुन्थ्यो, त्यही भएर गर्नु परेन। मम्मी बुवाहरू बितिसकेपछि अब अहिले यो ताल चाहिँ म फर्स्ट चोटि बुढी र म भएर फर्स्ट चोटि टिका आउट गर्दैछौँ। कति राम्रो गर्छौँ या नराम्रो गर्छौँ भुलचुक भयो, हामीलाई पनि माफी गरिदिनु होला प्लिज। यो भिडियो कस्तो छ एकचोटि हेरिदिनु है। हामी चाहिँ जानी नजानिकन दसैँको यो गर्दैछौँ। दुईजना मात्रै छु, ठुलो भनेको हामी दुईजना हो, सानो भने दुईजना मात्रै हो, घरको मुली नै हामी हो होइन। त्यस कारणले हामीले जानी नजानी दसैँको भगवान्लाई खुसी पार्ने, आफू पनि खुसी हुने कार्यक्रम भइरहेछ हाम्रो चाहिँ। तपाईँहरूले कस्तो गरी गरिदिनुहुन्छ, तपाईँहरूको मम्मी बुवाहरू हुन्छ होला, मम्मी बुवाले सबै गरिहाल्नुहुन्छ, त्यही हेरेर सिकिरहनु पर्ने रहेछ कि यो कुरा चाहिँ। अब पनि सिकिनँ, अब अहिले त्यही जस्तो जानिन्छ त्यही हेर्दा मम्मी बुवाहरूले गरेको देखेर त्यो गर्दै गर्दैछौँ। अहिले चाहिँ हामी तपाईँहरूको चाहिँ साथमा मम्मी बुवाहरू हुनुहुन्छ भने अहिले नै सिक्न जरुरी छ है यस्तो कुराहरू। म कान्छो छोरो, म माइलो छोरो, म जेठो छोरो, छोराछोरी, जेठो छोरा, जेठो छोरी यस्तो भनेर होइन कि पछि हामीलाई पनि चाहिरहेछ होइन। यो कुरा त दाइहरू अलग अलग हुन्छ, हामी अलग अलग हुन्छ, त्यही भएर आफ्नो काम गर्नलाई चाहिँ आफै नै अगाडि बढ्नुपर्ने छ। आफै सिकिरहेको चिजमा जे पनि आफूलाई भविष्यमा धेरै सहिलो हुने रहेछ। साथीहरू अहिले चाहिँ हामीलाई अलिकति गाह्रो भइरहेछ नि त, कहाँ केही मिलिरहेको छैन, कस्तो मिलिरहेको छैन। यो अहिले चाहिँ हामीले सबै रेडी गरिसकेको छौँ। अब 11:53 अरे दसैँ टिका होइन। अब खोइ अहिले चाहिँ दुईजना मात्रै छौँ। अब भरे बहिनीहरू आउनुहुन्छ होला, को आउनुहुन्छ, उहाँहरू टिका लगाइदिन्छौँ। हामी पनि यहाँ मेरो त घरपट्टिको त यहाँ नजिकमा कोही हुनुहुन्न, काका पनि हुनुहुन्न, काकी पनि विदेश जानुभएको छ, कोही हुनुहुन्न। अब अहिले बहिनीहरू भरे बेलुका कतिखेर आउँछन् काका छोरीहरू, अनि त्यही अनुसार आएपछि उनीहरू टिका लगाइदिन्छौँ। अनि चाहिँ हामी ससुरालीको मामा घरमा चाहिँ आउँछौँ होला। उता मम्मीहरूकोमा बुवाको को खस्नुभएको कसम उहाँ हाम्रो ससुरालीमा चाहिँ अब बन्धु खस्नुभएको छ। बन्धु बान्धवहरू लामो छ कि हाम्रो ससुरालीको खडकहरू चाहिँ लामो छ कि लहराएको छ। उनीहरू कता कता केही खसेको 3-4 वर्ष भयो दसैँको टिका लाउनै पाएको छैन। अनि खसेको छ अहिले अब हामी यता लाउनु भयो नि त हामीले छैन, त्यही भएर हामी चाहिँ तयारी गर्दैछौँ साथीहरू।
200 दिनु यत्रो यतिकै बस्छ यतिकै बस्छ न ल अब यसो नि सधैँ राम्रो हुनु म लाउँदिनँ म त अहिले अब होस् म लाउँदैन मामाहरूको हातबाट मात्रै लाउँछु म अहिले एक्लै लाउँदा मजै लाग्दैन